एक हप्तापछि अब बिरामी चाहिँ अब हल्का हल्का निको भयो होइन। अनि आज चाहिँ हल्का रिकभर भएको छु। सो आज चाहिँ अब बिदा धेरै छैन नेपालमा, एक हप्ता छ। यो एक हप्तामा म अब काठमाडौँ जान्छु, मेरो आफन्त भेट्छु। र त्योभन्दा अगाडि आज चाहिँ म सौरातिर यसो ड्राई पिकनिकको लागि जाँदैछु आफ्नो फ्यामिलीसँग होइन। स्वास्थ्य दिदी राम्रो छैन, यस्तै भइरहेको छ स्वास्थ्य, अलि छाती दुख्ने। रिकभर भएको छैन त्यही पनि, काम बाते गरौँ है साथीहरू। हाम्रो गाउँमा चाहिँ केही पनि छैन, पुरै शून्य छ है। यो गाउँ चाहिँ तपाईँको 15-20 वर्ष अगाडि चाहिँ दामी थियो फेरि। हाल्नु ल कर्मसरको बाइक घुसाउनु त। तपाईँ खोइ त बाइक हालेको? हालिसक्यो मम्मी हो। जुत्ता लगा छिटो। खोइ त तेरो मोजा बुन्टे। के खोज अब गार्डन हो होइन। बुन्टे हिरो देखाएको चाहिँ के जुत्ता पनि हेर्छ। यो चाहिँ किन निकालेको भुन्टे छाला? यो हाम्रो भुन्टे पनि भ्लगर रे। म लाइट निभाउनु पहिला, लाइट निभा पहिला। गाडीमा कति मजा भयो त होइन। चाबी लायो बिच्नु त्यहाँ छोडिदिनु नि अब। ए भुन्टी हाँस्दै त, ए भुन्टी यता हेर त। सबैजना सौराको सवारी हुँदैछ। फ्याँक्ने बेला भइसक्यो त। मेरो अनुहार के भएको भुन्टे? बचारला मोबाइल देखाउनु हुँदै यस्तो हुन्छ यस्तो। जय मङ्गलम तेरो स्कुल आयो भुन्टे, तेरो स्कुल आयो। टिभीले के भन्छ? टिभी मैले पनि बाँच्छु बुबुले पढे, अङ्कलले पढ्यो, आमाले पढ्यो, बुबुले पनि पढ्यो, अङ्कलले दादी पनि पढाएर ल्याउनु भयो। मलाई टिभी ल्याएर गाडी बिग्रेर प्लान चौपट। अब सौरा गइएन, अब अटो सटो पक्रेर फेरि हामी घरतिर फर्किन्छौँ। अनि घरमै खान्छौँ फेरि होइन। प्लान क्यान्सल। ल सौरा घुम्नु गएको हामी अब होइन। गाडी बिग्रेर अब अटोमा फर्किँदैछौँ। सौरा प्लान अब सकिसक्यो, क्यान्सल भयो होइन, देखाउन सकिएन। नेक्स्ट टाइम है, नेक्स्ट टाइम। सौराको ट्रिप कस्तो हो विष्णु? राम्रो भयो। कहाँसम्म घुम्यो त? हो र? किन नि? बसेर गाडी बिग्रेर हो र? ल केही छैन, नेक्स्ट टाइम जाउँला। भोलि नारायणीमा जाउँला। ड्रागन फ्रुट हो, यसलाई भन्छ ड्रागन फ्रुट।